बिजुलीको बिल सुनेर कम्पनीवालाको उड्यो निन्द्रा। ल सुन्नुहोस् है त, कुन कम्पनीले कति तिर्न बाँकी। यो सबै पोइन्टहरू याद गर्न मलाई अलिकति अप्ठ्यारो भएकोले म चाहिँ पोइन्ट हेरेर कुरा गर्छु। तपाईँ चाहिँ सुन्नुहोस् है त, को कम्पनीले कति तिर्न बाँकी रहेछ रकमहरू। ल आउनुहोस् स्टार्ट गरौँ है त। दरबार नेपाली प्रणाली 9 करोड 67 लाख। कसमस सिमेन्ट फ्याक्ट्री 25 करोड 81 लाख। गोराही सिमेन्ट प्रणाली 1 अर्ब 68 लाख। सम्राट सिमेन्ट प्रणाली 17 करोड 90 लाख। रिलायंस स्पिनिङ 1 अर्ब 50 करोड। शिवम सिमेन्ट 1 अर्ब 55 करोड 14 लाख। शुभाश्री अग्नि सिमेन्ट 21 करोड 53 लाख। रघुपति जुट मिल 19 करोड 7 लाख। हिमाल आइरन एन्ड स्टील 9 करोड 74 लाख। नारायणी इस्पात प्रणाली 32 करोड 19 लाख। अशोक स्टील 38 करोड 16 लाख। जगदम्ब स्टील 2 अर्ब 92 करोड 10 लाख। गुलास स्टील 25 करोड 80 लाख। सूर्य नेपाल 6 करोड 83 लाख। मारुति सिमेन्ट 1 अर्ब 5 करोड 88 लाख। अनि सोनापुर मिनरल एन्ड आयल 54 करोड 12 लाख। अर्घाखाँची सिमेन्ट 97 करोड 32 लाख। विशाल सिमेन्ट 5 करोड 47 लाख। बाबा जुट मिल 5 करोड 13 लाख। अरहन्तो मल्टिफाइबर 11 करोड 33 लाख। अरहन्तो पोलिएक 6 करोड 10 लाख। रोक्नुहोस्, अझै अर्को पेजमा पनि छ। ल सुन्नुहोस् है त। जगदम्बा सिन्थेटिक्स 38 करोड 17 लाख। यशोदा फुड प्रणाली 1 करोड 53 लाख। सोना पोलिफर्म इन्डस्ट्रिज 1 करोड 33 लाख। श्री शुभलक्ष्मी पोलिफर्म्स 1 करोड 12 लाख। श्री एसआर इन्डस्ट्रिज प्रणाली 2 करोड 54 लाख। एभरेस्ट रोलिङ मिल 2 करोड 98 लाख। फेरू स्टिल प्रणाली 1 करोड 40 लाख। एसआर इन्डस्ट्रिज प्रणाली 2 करोड 54 लाख। श्री सोना इन्डस्ट्रिज 1 करोड 34 लाख। पञ्चकन्या स्टिल इन्डस्ट्रिज 12 करोड 19 लाख। बुटवल सिमेन्ट 28 करोड 83 लाख। सर्वोत्तम सिमेन्ट 43 करोड 95 लाख। लक्ष्मी स्टिल 44 करोड 61 लाख। निगालु सिमेन्ट 12 करोड 29 लाख। युनाइटेड सिमेन्ट 17 करोड 45 लाख। रोल्पा सिमेन्ट 12 करोड 31 लाख। शिवलक्ष्मी 2 करोड 79 लाख। एभरेस्ट पेपर मिल 19 करोड 11 लाख। जय दुर्गा प्लास्टिक इन्डस्ट्रिज 23 लाख। यो सबभन्दा कम छ। नेसनल रबर इन्डस्ट्रिज 10 लाख 75,000। अनि लास्टमा रहेको छ एउटा एजी हेल्थ इन्डस्ट्रिज 37 लाख 8,000। ल हेर्नुहोस् त, कति धेरै पैसा बाँकी रहेछ यिनीहरूले थुपाएर 7-8 वर्षदेखि थुपारेर राखेको। अब हेरौँ, अब हेर्न बाँकी छ कि सरकारले यो पैसा कसरी निकाल्छ भन्ने जानकारी पाउनको लागि मसँग नै बस्नुहोस् र मलाई फलो अवश्य पनि गर्नुहोस्। तपाईँहरू मलाई फलो नै गर्नुहुँदैन। यो रकमहरू जम्मा गर्यो भनेपछि नेपालमा एउटा सिंहदरबार मात्रै होइन, सिंहदरबार जस्तै अरू कार्यालयहरू सरकारहरू बनाउन मिल्दो रहेछ भन्ने हामीले बुझ्यौँ। धन्यवाद।